यो नयाँ सरकारले चाहिँ के छ भने अब गर्न सक्ने प्रशस्त मात्रामा चाहिँ मार्गहरू छन्, कामहरू छन्। किनभने अब जनताले नेपाली जनताले पूर्ण बहुमत दिएको छ। पूर्ण बहुमत मात्रै नभएर त अब चाहिँ 2/3 लगभग 2/3 दुईटा सिट बाहेक 2/3 बहुमत दिएको छ। यसले गर्दा नयाँ सरकारले सबै कामहरू गर्न सक्ने क्षमता राख्छ र गर्ला भन्ने आशा पनि छ। नयाँ चाहिँ युवा, नयाँ जोस, नयाँ जाँगर भएका चाहिँ अहिले मान्य सांसदज्यूहरू अब भनौँ न आउनुभएको छ। उहाँले राम्रो गर्नुहुन्छ होला भन्ने आशा छ। र खास कुरा के भने अब चाहिँ नयाँ सरकारले गर्ने काम भनेको अब गर्ने काम भनेको देशमा उद्योग धन्दाहरू चाहिँ एकदमै फस्टाउनु पऱ्यो। उद्योग धन्दालाई जुन बाधा छन्, जुन व्यवधान छन्, जुन अप्ठ्यारा कुराहरू छन् त्यो सरकारले हटाउनु पऱ्यो। हिजोका दिनमा हामीले धेरै पटक चाहिँ मन्त्रालय धाउँदा चाहिँ अर्थमन्त्री धाउँदा अरू धाउँदाखेरि हाम्रो काम नभएका कामहरू पूर्ण नभएका काम धेरै छन्। त्यसले गर्दा व्यापार गर्न धेरै अप्ठ्यारो किसिमको छ, व्यवसाय गर्न धेरै अप्ठ्यारो छ। ती अप्ठ्यारा कुराहरू चाहिँ अब चाहिँ नयाँ बन्ने सरकारले चाहिँ नीतिहरू बनाएर नीतिगत रूपमै यसलाई चाहिँ सहजीकरण सबैजनालाई अटाउने, सबैले काम गर्न सक्ने, सबैले खुल्लमखुल्ला व्यवसाय गर्न सक्ने, विदेशी लगानी आउन सक्ने त्यस्तो खालको चाहिँ वातावरण चाहिँ नेपाल सरकारले गर्नुपर्छ जस्तो लाग्छ। जस्तो भन्नु भन्सारको कुरा भन्नु, भन्सारमा तपाईँ चाहिँ हामीले चाहिँ अहिले पनि तपाईँ चाहिँ भन्सारमा चाहिँ तपाईँ चाहिँ किताब चाहिँ मूल्यको चाहिँ दरबन्दी किताब छ। त्यसमा चाहिँ मूल्याङ्कन चाहिँ एकदम महँगो छ। हामीलाई चाहिँ ती विभिन्न अप्ठ्याराहरू छन्। तपाईँको सामान ल्याउने बेलामा यस्तै अप्ठ्यारो छ त्यहाँ तपाईँको त्यो पुरानो किसिमको शैली अहिलेसम्म हटेको छैन। त्यसले गर्दा सामान ल्याउने बेलामा हामीलाई यति अप्ठ्यारो छ त्यहाँ तपाईँको चाहिँ अब चाहिँ जस्तो चाहिँ मूल्याङ्कनमा चाहिँ 20 सेन्ट पर्ने सामान 30 सेन्ट पर्ने सामानलाई चाहिँ यहाँ चाहिँ 50-60 सेन्ट मूल्याङ्कन कायम गरिएको छ। त्यसको चाहिँ भन्सार तिर्दा हामीलाई धेरै नै बढी रासो हामीले तिर्नुपर्ने र त्यसको अप्ठ्यारो पैसा चाहिँ भनौँ न पठाउन गर्न धेरै गाह्रो स्थिति रहेको छ। यसले गर्दा हामीले के भने हरेक कुराहरू चाहिँ हरेक करका दरहरूको भन्नुहोस्, करका दर भन्नुहोस् हुन्छ भने तपाईँको चाहिँ के अरे यो प्राइभेट निजी फर्महरू कम्पनीहरूलाई चाहिँ तपाईँको चाहिँ अहिले चाहिँ 39% छ। 39% कर चाहिँ तपाईँ चाहिँ लगाएर तपाईँ चाहिँ जनतालाई यस्तो किसिमको के भने उस्तै मान्छेलाई अब सबैले त्यो गर्दैनन्, तर सोझो काम गर्ने मान्छेलाई धेरै अप्ठ्यारो फिलिङ भएको छ। जस्तो प्रालीहरूलाई त 25% छ। 25% भन्दा बढी कर लिएर सरकारले हामीलाई धेरै गाह्रो परिरहेको छ। 39% भनेको कर यो एसिया होइन, यो संसारकै सबभन्दा महँगो कर लिइरहेको छ। यो किन यस्तो लेखियो, किन गरियो भन्ने कुरा हामीले बारम्बार हाम्रो नेपाल राष्ट्रिय व्यवसायी महासङ्घबाट जाँदा भन्दा पटक भन्दा पनि उहाँहरू सुनाइ हुँदैन, सुनिदिनुहुन्न। यो हाम्रो समस्या। हामी छलफल गर्छौँ, मिटिङ बस्छौँ, उहाँहरू टाइम लिन्छौँ, जान्छौँ, ढोकामा ढडकाउँछौँ, तर यो कामहरू पुरा हुँदैन। जस्तो 39% प्रतिशत कर भनेको त्यो खुदकर धेरै ठुलो महँगो कर हो। यो कर चाहिँ घट्नुपर्छ र व्यापार गर्ने मान्छेलाई सहजताका साथ काम गर्न पाउनुपर्छ भन्ने लाग्छ। जस्तो भन्सार कुरा गर्नुहुन्छ भने मेचीदेखि महाकालीसम्म हाम्रो नेपालमा खुला नाका छ। खुला नाका भएको हैसियतले, खुला नाका भएको कारणले गर्दाखेरि हामीलाई चाहिँ त्यहाँबाट खुला नाकाबाट आउने जुन मान्छेहरूले झोला पकामा मान्छे ल्याएर त्यहाँ चाहिँ बिहान बेलुका ल्याउने गाडाहरूमा ल्याएर गर्ने मान्छेहरूले ती मान्छेहरूले गरेको काममा चाहिँ हामीले भन्सा तिरेर कस्ट तिरेर ल्याउने, ट्याक्स तिरेर ल्याउने मान्छेलाई व्यवसायलाई धेरै गाह्रो भइरहेको छ। हिजोका दिनमा काठमाडौँमा चाहिँ सबै सामान काठमाडौँ केन्द्र हुन्थ्यो र अहिले काठमाडौँ केन्द्र नभएर त्यो बाहिर तपाईँ चाहिँ कामहरू मतलब भनौँ न अब ती चाहिँ अब मेचीदेखि महाकालीसम्म खुला नाकाको फाइदा चाहिँ केही सीमित मान्छेहरूले लिइरहेछन् र देशमा राजस्व पनि चुहाट भएको छ। राजस्व आएको छैन, भन्सार आएको छैन, ट्याक्स आएको छैन, कर आएको छैन। यसमा पनि सरकारलाई हामीले यो अहिले मात्रै भने यो मिडियामा हजुरको जुन मिडिया मार्फत मात्रै भने होइन, मैले धेरै पल्ट हामीले कुराहरू उहाँहरूकै बिचमा भन्ने कुराहरू प्रष्ट मिटिङमा छलफलमा गोष्ठीहरूमा हामीले कुरा राखेका छौँ। यी कुराहरूको पनि एउटा चाहिँ निराकार भएर पनि लाग्छ। अर्को विकासतर्फ भन्नुहुन्छ भने सानो कुरा भन्न चाहन्छु, हामीले तिरेको ट्याक्स, हामीले कर सदुपयोग नेपालमा भएको छैन। जस्तो भन्नु तपाईँ अनुदान दिइन्छ, जो मान्छेलाई अनुदान कृषिमा अनुदान भन्ने छ। तपाईँको कृषिको अनुदान जो मान्छेले सिंहदरबार धाउन सक्छ, जो मान्छे पहुँचवाला छ, जो मान्छे पावरफुल छ, जो मान्छे सक्षम छ, पढलेखा मान्छे छ, त्यो मान्छेले मात्रै तपाईँ चाहिँ के अरे त्यो चाहिँ अनुदान पाइरहेछ। अनुदानको सदुपयोग भएको छैन। अनुदानमा लिने र चाहिँ मजाले खर्च गर्ने, खाने, हिँड्ने, अनुदानको चाहिँ अनुगमन छैन। अनुदान गरे ल्याए बापत त्यसले लिए बापत त्यसले काम के गरौँ?
कति काम गर्यो, कति विकास गर्यो, कति जनतालाई राहत पुग्ने काम गर्यो भनेको छैन। ऊ आफ्नो निजी स्वार्थका निमित्त उसले अनुदान दिइरहेको छ। त्यसले गर्दा अनुदान बन्द गर्नुपर्छ भन्ने लाग्छ हामीलाई। अनुदान किन बन्द गर्नुपर्छ? अनुदानको सट्टा सबै किसानलाई हुने गरी सहयोग पुग्ने गरी सबै किसान नेपालभरिका सबै किसानलाई राहत पुग्ने गरी मल दिनुपर्छ, बिउ दिनुपर्छ। यसमा चाहिँ त्यहाँ चाहिँ सरकारले जेटीहरू खटाउनुपर्छ। यी कुराहरूमा लगानी गर्नुपर्ने ठाउँमा 100 जना मान्छेमा 5 जनाले अनुदान पाउँछ, 95 जना हेरेको हेरे देशको विकास भयो त भन नि त। 5% मान्छेले मात्रै त्यो राहत पाए। राहत पनि कस्तो पाए? राहतको पनि सदुपयोग भएको छैन। यस्ता किसिमको कुराहरू छन्। अरू कुरा भन्छ भने अरू कुरा के जति कुरा के भन्छु भने यहाँ चाहिँ खरबौँ पैसाहरू ठेक्कापट्टामा चाहिँ जुन घर भवनमा पुलमा बाटोमा लगाइन्छ, तर त्यो 6 महिनाभित्र बिग्रिन्छ। त्यहाँ ठेदारलाई मात्रै दोष दिएर हुँदैन। तपाईँको ठेदारले बनायो, चोर ठेदार छ भनेर गाली गर्ने यस्तो किसिमको प्रथा छ। त्यो गाली गर्न हुन्न भन्ने लाग्छ मलाई। किनभने ठेदारलाई त्यो त्यस्तो नक्कली बाटो बनाउने प्रोत्साहन गर्ने सरकारी निकाय हो। सरकारी निकायले यदि बलियोसँग राम्रोसँग त्यसको अनुगमन गरेर निकायले ती सरकारी निकायहरू इन्जिनियर साहबहरू ओभरसेफ साहबहरू सरकारी त्यो संयन्त्रका मान्छेहरूलाई पनि त्यो किसिमको ट्यागमा ल्याउनु यति वर्षसम्म चाहिँ कम्तीमा यो यति करोडको चाहिँ ठेक्काबाट लिएको छ। त्यो चाहिँ तैँले 10 वर्ष 8 वर्ष चाहिँ घटीमा चाहिँ बाटोको 15 वर्ष चाहिँ पुलको चाहिँ 25 वर्ष र भवनको 40 वर्ष चाहिँ त्यो ग्यारेन्टी हुनुपर्छ भनेर चाहिँ एउटा चाहिँ यस्तो किसिमको ग्यारेन्टी खालको चाहिँ एउटा चाहिँ गर्नुपर्छ भनेर सरकारले यस्तो मापदण्ड तोक्यो भनेर अनि यति समयभित्र सक्नुपर्छ। समयको मापदण्ड समय दियो भने देश विकास हुन केही समय लाग्दैन। यो नयाँ सरकारलाई मैले एउटा सुझाव, यो चाहिँ भनौँ मैले जानेको कुरा, मैले भोगेको कुरा र आज बाटो बन्छ अनि 1 महिनापछि बाटो 2 महिना बाटो बिग्रिन्छ अनि गाली खान्छ। तपाईँको राजनीतिक नेताले मान्यले मन्त्रीले गाली खान्छ। तर त्यो संरचनालाई नेताहरूले चेन्ज गर्नु पर्यो। तपाईँको उहाँले कि संविधान विधायकले विधान बनाउने मान्छेले यसको विधान नियम कानुन एकदम स्ट्रङ बनाउन लाग्नु पर्यो भन्ने लाग्छ। त्यसो भयो भने देशको विकास हुनसक्छ भन्ने लाग्छ। अरू कुरा के छ भने नेपालमा तपाईँको चाहिँ अब नेपालमा तपाईँ तरकारीहरू भन्नुहोस्, फलफुल भन्नुहोस्, स्याउ लसुन मासु नेपालमा प्रोडक्सन हुने कुरा नेपालमै तपाईँ चाहिँ बन्न दिनुपर्छ। जस्तो यो अहिले मोबाइल भन्नुहोस्, तपाईँ क्यामेरा भन्नुहोस्, तपाईँ गाडी भन्नुहोस्, तपाईँ अब घोडा भन्नुहोस्, तपाईँ विभिन्न चिजको लत्ता कपडा भन्नुहोस्, नेपालमा बन्दैन। जुट नेपालमा त रोगको कपास खेती छैन त, पोलिस्टरको खेती छैन, कारखाना छैन। त्यसले गर्दा के छ भने त्यहाँ चाहिँ त्यो बन्ने कुराहरू चाहिँ नेपालमा उत्पादन हुने कुरा कृषिजन्य पदार्थ हाइड्रोपावरका कुराहरू के भन्छ यी कुराहरू चाहिँ नेपालमा जुन चिज चाहिँ उत्पादन हुन्छ प्रोडक्सन हुन्छ त्यो चाहिँ रोकिनुपर्छ। त्यो चाहिँ नेपालमा आउनु दिनुहुन्न। त्यस कारण कृषिमा मात्रै यदि तरकारी फलफुल सागसब्जी तपाईँ चाहिँ यो चाहिँ माछा मासु तपाईँ चाहिँ खसीहरू भेडाहरू यो चिजहरू मात्रै बाहिरबाट आउन रोकिदियो भने पनि तपाईँको यहाँ चाहिँ कतिमा पनि 10 लाख मान्छेहरू चाहिँ नेपालबाट बाहिर जान रोकिन्छन्। किन? उनीहरूलाई यहीँ नै नाफा हुन्छ, उहाँहरूलाई यहीँ नै त प्रोडक्सन फाइदा हुन्छ। त्यसले बाहिर गएर चाहिँ अर्काको घरमा चाहिँ अर्काको पसलमा अर्काको दोकानमा गएर उहाँहरूले दुःखदायी चाहिँ 45 डिग्रीको तापक्रममा चाहिँ तातो घाममा चाहिँ बेल्चा चल्नु पर्दैन। किनभने यो चाहिँ कुरा रोक्नुपर्छ। नेपालमा प्रोडक्सन हुने कुरा बाहिरबाट आउन रोक्नुपर्छ। त्यहाँ बोर्डरमा चाहिँ भन्सामा क्वारेन्टाइन राख्नुपर्छ। चोरीबाट आउँछ भने त्यसलाई रोक्नलाई कडा साथ यो सरकारले भन्नुपर्छ भन्ने लाग्छ। यी कुराहरू गरेको खण्डमा चाहिँ नेपालमा चाहिँ विकास चाहिँ अलिकति फड्को मार्छ र यहाँ चाहिँ नेपालको रोजगार जुन चाहिँ रोजगारी छ यो रोजगारी जुन बाहिर गएर रोजगारी खोज्ने कुरा चाहिँ यहीँ नै तपाईँ चाहिँ कम्तीमा पनि यति कुरा गरिदियो भने घटीमा 10 लाख नभए 20 लाख मान्छेहरू रोजगार पाउँछन् भन्ने लाग्छ मलाई। विभिन्न मान्छेहरूको आफ्नो किसिमको चाहिँ स्वार्थ हुँदैछ यो संसारमा जहाँ पनि। अब ब्याङ्कमा नि के छ भने ब्याङ्कको मान्छे के छ भने ब्याङ्कको मान्छे म चाहिँ संसारमा के छ भने नेपालको ब्याङ्कले तपाईँ यो कालो सूचीमा राख्ने प्रथा हटाउनुपर्छ। घरमा तपाईँको कसैको पनि तपाईँ चाहिँ घर जग्गा लोन लिन्छ भने त्यसलाई कालो सूची राख्नै होइन र 1 नम्बरको कुरो। नम्बर 2 कुरो के कालो सूचीमा राख्ने त्यसलाई काममा बाधा पार्ने नै पाइँदैन। त्यो ऋण तिर्ने भने यदि ऋण लिन्छ उसले दिन्छ भने 1 करोडको चाहिँ उसको पुँजी छ भने उसलाई 20 लाख रुपियाँमा देऊ न, 80 लाख रुपियाँ राख्न। किन त्यसलाई कालो सूची राख्नु पर्यो? त्यो लिलाम गर्दै सिधिहाल्यो नि। उसको अनुसार कालो सूची पनि राख्नु पर्ने, सेतो सूची राख्नु, केही सूची राख्नु पर्यो नि। यहाँ त के मान्छेलाई अल्झाउने झेल्याउने मान्छेलाई पीडा दिने यस्तो नेपालको नियम चाहिँ कानुन चाहिँ पुरा व्यापक रूपमा परिवर्तन नगरी हुन। तपाईँको ब्याङ्कमा तपाईँ चाहिँ कालो सूची राख्ने प्रथा हटाउनुपर्छ। कालो सूची राख्ने प्रथा हटाएपछि मात्रै त्यहाँ चाहिँ व्यापारीहरूलाई राहत पाउँछ। त्यसो घर जग्गा जमिन राखेर दिने हो नि। त्यहाँ त 1 करोडको चाहिँ घर छ भने तपाईँ उसलाई 20 लाखमै देऊ, 25 लाखमै देऊ, किन बढी दिनु पर्यो? 75 लाख रुपियाँ पनि उसको असुल हुने भएपछि त त्यो घर लिलाम गरेर बेच्यो, असुलले उसलाई चोखो पारिदेऊ।
नम्बर 1 कुरो। नम्बर 2 कुरो त्यसको कागज चाङका चाङ फाइल हुन्छ, कागज हुन्छ के चाङका चाङ फाइल, यो कागज दे, त्यो कागज दे, ऊ कागज दे। कागज पत्रमै हाम्रो नेपालको चाहिँ को झन्झटले पनि नेपालीहरू नेपालका युवा युवतीहरू यहाँ नेपालमा भइसकेका छैनन्। यस्तो झन्झटको नियम लागू गरेर तपाईँ यहाँ त्यस्तो किसिमको झन्झट छ। त्यसले गर्दा म के भन्छु, तपाईँ कागजपत्रलाई थोरै कागजपत्रले ल्याऊ तर सहीको ल्याऊ, कि सही कागजपत्र ल्याऊ, चाहिने कागजपत्र ल्याऊ, धेरै त्यो कागज जोड्ने होइन। र छोरालाई 3 पुस्ता तपाईँको बाजेले लोन लिन्छ भने नाति छोरा नातिका बालसम्म त्यो लोन तिर्ने प्रथा र त्यो चाहिँ जमाइन राख्ने प्रथा हटाउनुपर्छ। त्यो कुनै हातमा नि त जसले लोन खान्छ नि, श्रीमानले लोन खान्छ भने श्रीमानलाई मात्रै त्यो कुरा चाहिँ कानुन दायरामा हाल्नुपर्छ, श्रीमतीले नै हाल्न पाइन्न। यो युरोपियन कन्ट्रीमा, अमेरिकामा, विकसित कन्ट्रीमा कहीँ पनि यस्तो छैन। हाम्रो नेपालमा मात्रै के छ भने तब चाहिँ यो चाहिँ छोरालाई जमानी, अरूलाई जमानी, उसलाई जमानी राख्नै परेन बाबा, उसको दौडी राख्नु पऱ्यो, दौडी पुग्ने राख्नु पऱ्यो, दबाई नदिने नि किन दिनु पऱ्यो। अनि त्यो जमाइन राख्दा के भने उसले तिर्दैन, अन्त त्यो झेलिन्छ। छोराको पालामा पनि लोनको बाउले खाएर लोन तिर्नुपर्ने हुन्छ, कालो सूची हुन्छ, दुनियाँ हुन्छ। यस्ता कुराहरूले गर्दा ठुलो विकासमा नेपालको विकासमा बाधा पारिरहेको छ। नेपालको विकासलाई, नेपालका युवाहरूलाई नै समस्या पारिरहेको छ तपाईँको। यो चाहिँ लोन लोन जसले खान्छ, जसले कालो चाहिँ खान्छ, त्यसले चाहिँ कालो के भन्छ नि, ऊ खान्छ नि। तब जुन औँलामा तब चाहिँ त्यो बिख लाग्छ, त्यो औँलो मैले झर्नुपर्छ, हातै झर्नुहुन्न भनिन्छ नि। त्यस्तो किसिमले गर्दा तब चाहिँ त्यो चाहिँ के छ भने जसले लोन खान्छ त्यो मान्छेले मात्रै लोन तिर्न त्यसलाई बाध्य पारियोस्, ताकि उसको छोरा नाति वंश अथवा सन्तान श्रीमती त्यो पार हुँदैन। के कारण त्यसको अप्सन के छ भन्दा किन हुँदैन भन्ने जब गर्छ भने त्यसलाई चाहिँ 1 करोड, मैले अघि नै भनेँ 1 करोडको जब चाहिँ त्यसको सम्पत्ति चाहिँ पुगिन्छ त्यसलाई 25 लाख मात्रै लोन देऊ न, किन बढिदिनु पऱ्यो। सुरुमा गल्ती गर्ने, सुरुमा चाहिँ 1 करोडको चाहिँ जमिन छ भने तब 80 लाख चाहिँ 80 लाख दिने, कहीँ खोलाका जग्गा पास गरेर दिने, कोही पाखाका जग्गा दिने, कोही के गर्ने। पहिला बलियो हुनु पऱ्यो, आफू ब्याङ्क बलियो र नीतिगत रूपमा चाहिँ ब्याङ्कले नसुधारिकन तपाईँको हुन्न भन्ने लाग्छ मलाई। तपाईँको दुईवटा कुरा भने तपाईँको एउटा चाहिँ कालो सूचीमा तपाईँ राख्ने कुरा हट्नुपर्छ, एउटा चाहिँ छोरा नाति सन्तानलाई चाहिँ त्यो लोन चाहिँ तिर्ने किसिमको बाध्यता पार्नु हुन्न भन्ने लाग्छ। यो त्यो मुख्य दुईवटा कुरा भने तपाईँ राष्ट्र ब्याङ्कले सुधार्नुपर्ने जरुरी कुरा यो कुरा हो तपाईँको। तेस्रो कुरा के छ भने संसारमा तब चाहिँ कुनै पनि ठाउँ यो ब्याङ्कमा पैसा राखेर छ नि, ब्याङ्कमा पैसा राखेर तब चाहिँ ब्याज खाने प्रत्येक हट्नुपर्छ, जोसुकै होस्। ब्याङ्कमा पैसा राख्ने होइन, ब्याङ्कमा पैसा राख्ने प्रथा हटाउने बित्तिकै यहाँ चाहिँ हरेक कुराको यो के करेक्सन हट्छ, यहाँ लोभै हट्छ। त्यो पैसा ब्याङ्कमा राखेर पैसा खाने मान्छेको त्यसको पैसा के हुनु पर्यो, त्यो उद्योगमा जाओस्, त्यो कल कारखानामा जाओ, त्यो विकासमा जाओस्, कारखाना फ्याक्ट्री उद्योग त्यो चाहिँ त्यो चलायमान होस् पुँजी। किनभने ब्याङ्कमा पैसा थुप्रेको छ यतातिर अहिले भनिन्छ, त्यो पैसा थुप्रिँदैन किन ब्याज पाउनु भने कसले लाग्छ पैसा राखेर तपाईँको ब्याज नपाउने बित्तिकै त उसले त उद्योग लगाउँछ, धन्दा गर्छ, कल कारखाना राख्छ, फ्याक्ट्री राख्छ, उसले कुनै कृषिमा लगाउने गर्छ, कुनै कृषि फर्म खोल्छ, गर्छ नि त। मजाले ब्याङ्कमा पैसा पाइहाल्छ आनन्दले। अनि ऊ चाहिँ मजाले मान्छेलाई अल्छी बनाउने काम हो ब्याङ्कले। यो विश्वमा कुनै पनि देशमा जब चाइनामा, युरोपमा, तपाईँ चाहिँ क्यानाडामा, अस्ट्रेलियामा, अमेरिकामा यस्तो ब्याङ्कमा लोन पाउने छैन। त्यसका मैले देखेँ तपाईँको चाइनामा चाहिँ पाउँदैन, अरू देशमा धेरै देशमा क्यानाडामा पाउँदो रहेछ। उल्टो पैसा चाहिँ पे गर्नु पर्छ ब्याङ्कमा पैसा राखेको बापत। यो प्रथा हट्ने बित्तिकै पैसा बजारमा फालालो हुन्छ, उद्योग धन्दामा सब लागिहाल्छ, तपाईँको देश औद्योगिक गर्न जान्छ भन्ने लाग्छ। अर्को कुरा भयो यस्ता कुरा थुप्रै कुरा तपाईँ धेरै कुराहरू छन्। अब शान्तिको कुरा थुप्रै छन्। अब तपाईँको मिडियामा अब धेरै लामो कुरा निकै भन्यो होइन, यस्ता कुराहरू छन् जस्तो चाहिँ अब हामी चाइनाबाट अब विदेशबाट सामान ल्यायौँ भने तपाईँ चाहिँ 3% धौडी लिन्छ। 3% 1 लाखको चाहिँ 1 लाखको चाहिँ हामीले चाहिँ पैसा पठायौँ भने तपाईँ चाहिँ 3% लिनुले धौडी हान्छ। त्यो धौडी लिनुपर्ने कारण छैन, हाम्रो फर्म छ, हाम्रो कर छ, हाम्रो ट्याक्स छ। 3% चाहिँ ब्याङ्कले धौडी भनेर चाहिँ राख्छ। त्यस्तो प्रथा पनि त्यो पनि अब ठिक छैन। तपाईँको धेरै कुराहरू छन्। बुनागत भन्यो भने त म चाहिँ तपाईँ चाहिँ धेरै एउटा फाइलै तयार हुन्छ। हेर्नुहोस् यो यस विषयमा सरकारले सुन्नुहोस् भन्ने लाग्छ। सरकारले गर्न सक्ने कामहरू भने मैले त कुनै कसैलाई घाटा हुने मैले जति बोलेको कुराहरू चाहिँ सरकारका निमित्तै यो चाहिँ सुझाव सल्लाह अथवा चाहिँ देशलाई चाहिँ फाइदा हुने कुरा, जनतालाई फाइदा हुने कुरा गरिरहेको छु मैले। अब यहाँको मिडियामा मैले यति कुराहरू राखेँ तपाईँको।